फेसबुक पेज बनाउनको लागि फेसबुक खोल्नुस्। फेसबुक खोलिसकेपछि यहाँनिर माथि ट्री लाइन देखिएको छ, यहाँनिर त्यहाँनिर क्लिक गर्नु होला। त्यहाँनिर क्लिक गरिसकेपछि हाम्रो यस्तो इन्टरफेस खुल्छ। त्यसपछि यहाँनिर हाम्रो पेज बनाउनु पर्ने हुन्छ। यहाँनिर देख्न सक्नुहुन्छ पेज भनेर लेखिएको, यो पेजमा क्लिक गर्नु होला है। पेजमा क्लिक गरिसकेपछि हाम्रो अर्को इन्टरफेस खुल्छ। यहाँनिर मेरो थुप्रै पेजहरू क्रिएट गरिसकेको छु। अब फेरि अर्को नयाँ पेज क्रिएट गरेर देखाउँछु है। क्रिएट अ पेज हैन, क्रिएटरमा क्लिक गर्नु होला। त्यसपछि यहाँनिर गेट स्टार्ट भन्छ, गेट स्टार्टमा क्लिक गर्नु होला है। त्यसपछि यहाँनिर हाम्रो यहाँनिर पेजको नाम राख्ने भन्छ। पेजको के नाम राख्न चाहनुहुन्छ, यहाँनिर पेजको नाम राख्नु होला है। यहाँनिर म आफ्नै एउटा हैन फोगी एक्जाम्पलको लागि यहाँनिर एउटा नाम राख्छु। ओके, थारू गाउँ भनेर राख्छु यहाँनिर। त्यसपछि यहाँनिर तल नेक्स्ट रहेको छ, तल त्यहाँ नेक्स्टमा गरिसकेपछि यहाँनिर क्याटेगोरी सिलेक्ट गर्नुपर्ने हुन्छ। डिजिटल क्रिएटर, पर्सनल हैन, तपाईँले कुन क्याटेगोरीमा सेलेक्ट गर्न चाहनुहुन्छ, कुन क्याटेगोरीमा हो तपाईँले त्यही क्याटेगोरी सिलेक्ट गरेर यहाँनिर नेक्स्ट गर्नु होला है। नेक्स्ट गरिसकेपछि यहाँनिर फेरि हाम्रो अर्को इन्टरफेस खुल्छ। यहाँनिर क्याटेगोरी सिलेक्ट गरिसकेपछि नेक्स्ट गर्ने। त्यसपछि गरिसकेपछि यहाँनिर एकैछिन लोड गरेछ। ओके, यहाँनिर तपाईको वेबसाइट छ भने युट्युब लिङ्क हैन, इन्स्टाग्राम लिङ्क यहाँनिर लिङ्क गर्न सक्नुहुन्छ। टिकटक नत्र छैन भने स्किप गर्नु होला माथि। यहाँनिर लगभग हाम्रो पेज तयार भइसकेको छ। त्यसपछि यहाँनिर लोगो हाल्नु, त्यसपछि ब्याकग्राउन्ड हाल्ने म हालिनँ, यस्तै गर्नुलाई स्किप गरेँ। स्किप गरिसकेपछि यहाँनिर लगभग हाम्रो कन्टिन्यू गर्नु होला। कन्टिन्यू गरिसकेपछि यहाँनिर हाम्रो पेज खुलिसकेको छ, देख्न सक्नुहुन्छ। अब यसलाई हामीले धेरै सेटिङहरू मिलाउनु पर्ने हुन्छ। यहाँनिर क्लिक गरेर ओके, यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ यस्तो किसिमको फ्युचर देखिन्छ। मोनेटाइजमा क्लिक गरेँ, यहाँनिर सबै नयाँ हो, सेटअप पनि कुनै पनि आएको छैन। यसरी तपाईँले क्रिएट गर्न सक्नुहुन्छ। त्यसपछि यसलाई हैन एडिट गर्नको लागि एडिट लेखिएको छ तल। ओके 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 ओके, म एडिट यहाँनिर एडिट पब्लिक डिटेल्स भनेर लेखिएको छ, यसमा क्लिक गर्नु होला है। यहाँनिर क्लिक गरिसकेपछि प्रोफाइल, त्यसपछि कभर फोटो है, अनि तल अरू छ। यहाँनिर सम्पूर्ण चिजहरू, मोबाइल नम्बर तपाईँले हैन, एड्रेस, बायोडाटा सबै चिजहरू यहाँनिर सेट गर्न सक्नुहुन्छ। यसरी तपाईँले सेट गरेर डन गर्नु होला। त्यसपछि तपाईँको फेसबुक पेज तयार हुन्छ। यहाँनिर हैन कलेजदेखि लिएर सबै चिज यहाँनिर सोधेको हुन्छ। सबै चिज तपाईँले यहाँनिर भर्नुपर्ने हुन्छ। यसरी तपाईँले पढेर आफ्नो फेसबुक पेजलाई कम्प्लिट गर्न सक्नुहुन्छ है। ओके, थ्याङ्क यू सो मच। च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गरेर जानु होला। थ्याङ्क यू सो मच।